नमस्ते सबैजनालाई। तपाईहरु सबैलाई थाहै छ नागरिकता विधेयक महानसीको लागि पनि लामो सङ्घर्ष पश्चात जन्मको आधारमा पाएका नागरिकताका सन्तानहरूले लाखौँले पायो र त्यो विधेयक हुँदाहुँदै पनि आमाको नामको केसको समस्याहरू यथावतै रह्यो। त्यसको लागि पनि हामीले धेरै नै सङ्घर्ष गर्यौं कि यो समस्यालाई कार्यविधि मार्फत चाहिँ समाधान होस् भनेर र कार्यविधि मार्फत समाधानका लागि हामीले निरन्तर जहाँ जहाँ पुग्नुपर्ने थियो त्यहाँ पुग्यो। गृहमन्त्री, राष्ट्रपति कार्यालय जति ठाउँ छ सबै ठाउँ पुग्यो। तर गृह मन्त्रालयले के गर्यो भन्दाखेरि नागरिकता कार्यविधिलाई हटाएर नागरिकता विधेयक 2081 नि ल्यायो। माघ 15 गतेतिर दर्ता पनि भयो र बहुमतले स्वीकृत पनि भयो र त्यो विधेयकलाई त्यति बेलै प्रतिनिधि सभा र राष्ट्र सभाबाट पास गरेर राष्ट्रपति कहाँ कानुन बनाउन सकिन्थ्यो। केही कारणवश नागरिकता विधेयक 2081 लाई चाहिँ समितिमा पठायो र समितिमा पठाउँदाखेरि पनि हामीले पटक समितिमा पुग्यौं र समितिबाट छिटै यसलाई चाहिँ छलफल गरेर फेरि संसदमा पठाएर यसलाई चाहिँ समाधान गर्ने प्रक्रियामा हामी निरन्तर लागिरह्यौं र त्यही सङ्घर्षका पश्चात आज तपाईको राज्य व्यवस्था सुशासन समितिमा नागरिकता विधेयक 2081 एकदम राम्ररी नै छलफल भएको छ र आज हामी पनि गएर समितिका सभापतिज्यूलाई र अन्य सदस्यहरूलाई भेटेका छौं र ज्ञापन पत्र पनि बुझाएका छौं। र हामीले के सोचेछ भन्दाखेरि यो नागरिकता विधेयकमा जति इस्युहरू बाँकी छन् त्यो इस्युहरूलाई यसै विधेयक मार्फत सबैका लागि नागरिकताको समस्या समाधान होस् भन्ने कुरामा हामी लागि परेका छौं र अहिले जे जति समस्याहरू छन् यो देशमा बाँकी रहेका त्यो सबै समस्याहरू हामीले एउटा ज्ञापन पत्र मार्फत पनि बुझाएका छौं र सभापतिज्यूलाई पनि हामीले ज्ञापन पत्र बुझायौं र अहिले रहेको जुन समस्याहरू छ ती सबै समस्याहरू बुदागत रूपमा नै लेखेका छौं र विशेष गरी हामीले चाहिँ के फोकस गरेका छौं भने जुन नेपाली आमाबाट प्रदान गरिने अंकृत नागरिकता छ त्यो चाहिँ अहिलेसम्म के छ भन्दाखेरि तपाईको गृह मन्त्रालयको कब्जामा रहेको देखिन्छ र त्यहाँ गृह मन्त्रालयमा हुँदाखेरि तपाईको नागरिकता पीडितहरू एक त मन्त्रालय पुग्न सक्दैन, पुगे पनि कहाँ के कसो कुरा गर्ने त्यति सम्पन्न गर्न सकिन्न र मन्त्रालयले पनि यसमा चाहिँ चासो देखाएको जस्तो चाहिँ हामीलाई लागेको छैन। किनभने यति दिनमा तपाईको हजार फाइलहरू गृह मन्त्रालयमा गएर थुपरिएका छन् तर कुनैमा काम भएको छैन। त यो इस्युलाई चाहिँ हामीले के सोचेछ भन्दाखेरि कुनै विदेशीले पाउने अंकृत नागरिकता र नेपाली आमाबाट पाइने अंकृत नागरिकता फरक हो र यो नागरिकतालाई चाहिँ गृहमा नागरिकता नदिएर जिल्ला प्रशासन कार्यालयबाट नै चाहिँ नागरिकता दिने विषयलाई हामीले जोड दिएका छौं र यसै रूपमा चाहिँ तपाईको अहिले रहेको जुन समस्याहरू छन् जस्तै आमाको मात्रै नागरिकता भएको, कसैको बुवाको मात्रै जन्मको आधारमा नागरिकता भएको, कसैको दाइले पाएको तर भाइले नपाएको, अब कसैको यही देशमा बसेको छन् आमा बुवाको नागरिकता छैनन् त्यस्तो किसिमका, साथै अब बुवा आमाको नागरिकता छैन, आमा के भन्छ काका काकीहरूको नागरिकता छन्, त्यस्ता इस्युहरू जति पनि इस्यु छन् त्यो सबै हामीले बुदागत रूपमा भेटेका छौं र आज हामी सभापतिज्यूलाई पनि पत्र बुझाएका छौं र सभापति लगायत आज राज्य व्यवस्था सुशासन समितिका सभापति लगायत त्यहाँ रहेका सदस्यहरूसँग पनि हाम्रो लामो एउटा छलफल भएको छ र त्यो छलफलमा चाहिँ यी सबै समस्याहरूलाई समाधान गरिने किसिमले चाहिँ हाम्रो माग सम्बोधन किसिमले नै छलफल भएको छ र समितिको र सभापतिको भनाइ अनुसार चाहिँ यसै हप्तामा चाहिँ सम्पूर्ण समितिमा रहेका प्रक्रियाहरू पुगाई सम्माननीय सदनमा पठाइने किसिमले कुरा भएको छ र सदनमा गइसकेपछि यसै अधिवेशनमा चाहिँ नागरिकता विधेयक 2081 लाई टुङ्गो लगाई प्रतिनिधि सभाबाट राष्ट्र सभाबाट पास गराई राष्ट्रपतिकहाँ पुर्याई कानुनको रूपमा चाहिँ यसै अधिवेशनमा चाहिँ समाधान गर्ने किसिमको चाहिँ हामीले आश्वासन गर्नु र प्रतिबद्धता पनि गरेको छौं र तपाईं साथीहरूलाई चाहिँ के अनुरोध गर्न चाहन्छु भने तपाईहरुले हेर्नु भएको छ नागरिकता विहीन संघर्ष समिति विगत वर्षदेखि नागरिकता समस्याका लागि निरन्तर कार्यरत गरेको तपाईहरुलाई अवगतै छ र कसरी यो समस्या समाधान हुन्छ भन्ने बाटोमा निरन्तर लागिरहेको छन्। म यही भन्न चाहन्छु बाँकी पीडितहरूलाई चाहिँ कोही नआतिनु होला
तपाईँहरूको निरन्तर साथमा हाम्रो नागरिकता विरोधी सङ्घर्ष समिति छन् र निरन्तर काम गरेको तपाईँहरूले हेर्नु भएको छ। यत्रो दिन हामी रुकेका छौँ, पर्खेका छौँ र केही दिन मात्रै असारभित्र नै यो समस्या समाधान गर्ने कुरा रहेकोले कोही पनि साथीहरू नआत्तिनुहोला। यो समस्या जबसम्म समाधान हुँदैन हाम्रो समितिले चाहिँ छोड्नेवाला छैन भन्ने तपाईँहरूलाई एउटा प्रतिबद्धता पनि म जनाउन चाहन्छु र अबको केही दिनमा नै यो समस्या समाधान हुन्छ भन्ने हामीलाई विश्वास छ र तपाईँहरूलाई पनि यसै किसिमले विश्वास गरी अगाडि बढ्नुपर्ने हुन्छ। यदि यसमा केही ढिलासुस्ती भयो भने हामी फेरि पनि के कसो गर्नुपर्छ हामी निरन्तर यसमा लागेर समाधानतर्फ जानेछौँ। हस्त, धन्यवाद।